Good afternoon. Welcome to our YouTube channel. Today we are reviewing about instant food which are available easily in Korea. There are many convenience stores such as CU, 7-Eleven, GS25 and EMART24 where we can easily find variety of instant food. Today we are heading to the CU to review some instant food. Okay, without further ado, let's go. हामी चाहिँ अहिले रामेनको सेक्सनमा छौँ। यो रामेन चाहिँ हामीले डिफ्रेन्ट फ्लेभरमा पाउनु सक्नुहुन्छ। यो चाहिँ हाम्रो एउटा सु रामेन, त्यो रामेन हो। यो चाहिँ पिरोमा हुन्छ। त्यसका साथसाथै हामीसँग यदि अर्ग्यानिक फ्लेभरमा खानु पऱ्यो भने रोज रामेनहरू पनि हुन्छ। अनि त्यसपछि यस्ता रामेनहरू सु रामेनहरू हुन्छ है। त्यसमै अर्को रामेन छ, यो हो। यो चाहिँ मैले पर्सनली ट्राई गरेको थिएँ। यो चाहिँ मेरो फेभरेट। यो रामेन चाहिँ मेरो फेभरेट हुन्छ। यो मान्छेको यो चाहिँ यदि तपाईँहरूलाई मासु मन पर्दैन भने हाम्रो यो चाहिँ खेरान क्याटेगोरीमा आउँछ। त्यसमा खेरान मिक्स गरेको हुन्छ। यसमा मसलाहरू अन्डा फ्लेभरमा हुन्छ। यो अन्डा फ्लेभरमा नै खान सक्नुहुन्छ। यो अर्को क्याटेगोरी अर्को रामेन हो। यो साल चाम्पोङ। यो भन्छ हाम्रो रेस्टुरेन्टमा पाउने चाम्पोङ जस्तै हुन्छ। यसमा चाहिँ अलिकति मसलाहरू चाहिँ हामीले यो रेडिमेड भएर हुन्छ। रेस्टुरेन्टमा चाहिँ बनाउँछ भने यो चाहिँ हामीले यहाँ रेडिमेड गरेर बनाएर खान सक्छौँ। अर्को भन्दा हामीसँग यो सिन रामेन। यो चाहिँ मोस्ट पपुलर हो। मेरो पनि त्यो यसमा सेकेन्ड फेभरेट रामेनमा चाहिँ यो पर्छ। यो अहिले अब यसको यो बनाउने तरिकाहरू चाहिँ अब अहिले हामी एकछिनमा तपाईँहरूलाई भिडियो गरेर देख्छौँ। सेक्सनमा जाउँ। हाम्रो कोल्ड ड्रिङ्क्स चाहिँ अब यही कोको कोला छ, हेर्न सक्नुहुन्छ। कोको कोला भयो। यो चाहिँ जेरोवाला हो। जेरो चाहिँ पर्सनली नट माई फेभरेट वान। यो जेरो खानु मन छैन भने चाहिँ यो चाहिँ ओरिजिनल चिप्पाल हो। यो चाहिँ ओरिजिनल चाहिँ प्लास्टिकमा आउँछ अथवा क्यानमा पनि आउँछ। यहाँ चाहिँ क्यानमा रहेको रहेछ, प्लास्टिकमा मात्र छ। तपाईँले अब पर्सनली कोल्ड ड्रिङ्क्स तपाईँको सोडा खानु मन छैन भने चाहिँ तपाईँले चाहिँ जुसवाला खानु सक्नुहुन्छ अथवा कफी पनि खान सक्नुहुन्छ। यो चाहिँ कफी हो। यही कफी खानु छैन यो भिनेगरको एप्पल साइडर भिनेगर पनि खान सक्नुहुन्छ। अनि फर्स्ट एक्स्ट्रा अलिकति जुस खानु। यो जुसको हो। यो चाहिँ जुस बनाउँदामा। अनि यो चाहिँ अब तपाईँलाई यसो मन छैन भने घरमा एनर्जी लो छ भने एनर्जीको लागि पनि खान सक्नुहुन्छ। আমরা এখন আছি একটি কোরিয়ার কনভেনিয়েন্স স্টোরে। এটার নাম হচ্ছে নাইস টু সি ইউ। তো এখানে আমরা অনেক ধরনের পণ্যের সমাহার দেখতে পাই। তো তার মধ্যে এটা হচ্ছে চকলেট সেকশন। এই চকলেটটি আমার খুব পছন্দ এবং এই চকলেটটা হচ্ছে যে মোটামুটি এক্সপেন্সিভ বলা যায়। যে এখানে যে চকলেট গুলো আছে এগুলো মোটামুটি ভালোই প্রাইসের। আর আরেকটু কম প্রাইসের মধ্যে আমরা হচ্ছে যে এই চকলেট গুলো কিনতে পারি। এই চকলেট গুলো হচ্ছে কম প্রাইসে পাওয়া যায় এবং এগুলা খেতে অনেক টেস্টি আসলেই। এটা হচ্ছে বাদামের চকলেট। আরেকটা চকলেট আছে এখানে। ওই চকলেটটা আসলে আমার খুবই পছন্দের এবং এটা খেলে আসলে পেটও ভরে এবং সাথে হেলদিও আছে। ডক্টর ইউ। সো কনভিনিয়েন্স স্টোরে আসলে আসলে সবাই এই চকলেট গুলো আমরা কিনতে পারি। ধন্যবাদ। मलाई चाहिँ त्यो मनपर्छ जाजङमियन। यो चाहिँ खासै दिनु पनि हुँदैन। It's not spicy, neither it's spicy nor it's sweet, so it's mixed up of both. So I like it very much. I eat it all the time compared to all the one. Like I eat most of the time this one and the other one is this Shinran. हामीले अब तपाईँलाई जत्रो प्याक चाहिन्छ त्यो चुज गर्ने हो। यो चाहिँ लार्ज वानमा हो भने यो चाहिँ स्मल वानमा हो। मलाई पर्सनली अलिक गरिम भएकोले लार्ज वान नै खान चाहन्छु मैले लक्ष्य। अनि यो चाहिँ हाम्रो अब फ्लेभर चाहिँ अब एज यु वान जुन पनि ट्राई गर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो डिक्याफेको कफीहरू भयो। कफीहरू देख्न सक्नुहुन्छ। यो चाहिँ जेरो कफी। यो जेरो कफी सस्तो छ, एफोर्डेबल पनि छ। अनि यो लेमोनेडको भयो। यो हाम्रो वाटरमेलनको। तर पर्सनली मेरो फेभरेट चाहिँ यहाँ रिजल्टमा थियो अहिले सकेको रहेछ। मेरो पर्सनल फेभरेट चाहिँ म तपाईँलाई सोध्नु पर्ने। तर अर्को फ्लेभर चाहिँ म तपाईँले कसरी खाने हुन्छ म तपाईँलाई चाहन्छु। अब त्यसको लागि चाहिँ यो पनि दिइहाल्यौँ। अब लेट मी ट्राई समथिङ डिलिसियस भन्नेहरू ट्राई गर्नुहुन्छ।
0वाला है यो मात्र हाल्नु खासै मिठो होइन त्यही भएर तपाईँले मिल्क चुज गर्न सक्नुहुन्छ अब मिल्क चाहिँ यहाँ तपाईँलाई स्ट्रबेरी मलाई खाने कि अथवा बानाना जुन खानु भयो त्यो हामी त्यहाँ बानाना चुज गर्छौँ अब टेकआउट गर्नु पऱ्यो हामीले टेकआउट गर्ने अब बाहिर गएर यो चाहिँ अघि हामीले किनेको डिक्याफेवाला डिक्याफे 0 फ्लेभरवाला यो फ्लेभरको हो पहिला सुरुमा चाहिँ अब यसमा फर्स्ट वी pour this drink in this one यसलाई यो किन मेन भनिन्छ भन्दाखेरिमा यो किन हाम्रो कोरियामा चाहिँ यस्तो बनाएर सिग्नेचर ड्रिङ्क भन्दाखेरिमा यो चाहिँ हाम्रो यो यसमा बनाना मिल्क हाल्नुहुन्छ नि त बनाना मिल्क हाल्नुपर्छ यसमा हाम्रो यो युनिक फ्लेभर आउने हुन्छ यस्तो हुन्छ कभर लगाउनु लगाएर यो हाम्रो यो स्ट्र हाल्यो स्ट्र हालेर तताउ खुल्ने Very good. So refreshing भन्छ नि यो चाहिँ त्यसको रामेन हो This ramen is very tasty and it's the right ramen for us Muslims because we always eat halal food. So basically, I like this one because it's not so spicy. So I do not like the spicy food. So this one is the best for me. This goddamn refreshing. चिन्चा एकदम राम्रो छ मिठो छ होइन गर्मीको लागि पर्फेक्ट गर्मीको बेला पर्फेक्ट हो यसमा त्यो त यहाँ रामेन पनि हुन्छ रामेनसँग खायो भने झन् एकदम बेस्ट कम्बो 9 out of 10 So I give this ramen 9 out of 10. So I would rate it like a 9.5 out of 10. 잘했어. 너무너무 맛있겠다. 9 out of 10 너무 시원해요 진짜